चुनाव नजिकैसँगै भोट हाल्न पाउनु पनि हाम्रो अधिकारको कुरा हो। 18 वर्ष पुगिसकेका हरेक नेपाली नागरिकले आफ्नो इच्छाएका पार्टीहरूलाई भोट हाल्न, स्वतन्त्र रूपमा भोट हाल्न चाहिँ पाउने हाम्रो अधिकारको कुरा हो। त्यसै कारणले गर्दाखेरि भोट हाल्नको लागि पनि हाम्रो भोटर लिस्टमा नाम छ कि छैन भन्ने कुरा यदि तपाईँहरू हेर्न चाहनुहुन्छ अनलाइन भनेदेखि आजको यस भिडियोमा तपाईँहरूलाई चाहिँ आफ्नो मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भन्ने कुरा तपाईँहरूलाई यहाँनिर अनलाइनबाट मोबाइल अथवा कम्प्युटरबाट तपाईँले कसरी हेर्ने भन्ने बारे बताउनु गइरहेको छ। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। सबैभन्दा पहिला तपाईँहरू आफ्नो मोबाइल अथवा कम्प्युटरको क्रोम ब्राउजर इन्टरनेट ब्राउजरमा जानुहोला। त्यहाँनिर गएर तपाईँले इलेक्सन कमिसन नेपाल भनेर तपाईँले टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ तल तपाईँले देख्न सक्नुहुन्छ यहाँ यो सेकेन्ड नम्बरमा मतदाता नामावली ठेगाना अनुसार भनेको छ। यहाँनिर तपाईँले टच गर्नुहोला। त्यसपछि यहाँ निर्वाचन आयोग नेपाल भनेर एउटा चाहिँ पेज यहाँ खुल्छ। त्यसपछि यहाँ माथि तपाईँहरू देख्न सक्नुहुन्छ 2082 फागुन 20 गतेसम्म 18 वर्ष उमेर पुरा हुने व्यक्तिको लागि भनेर भनिएको छ। अब मतदाता नामावली ठेगाना अनुसार रहेको छ। आफ्नो ठेगाना अनुसार हामीले यहाँनिर यसरी चेक गर्न सक्छौँ। प्रदेश कुन हो त्यो चुज गर्नु होला। मैले गण्डकी प्रदेश चुज गरेँ। त्यसै गरी यहाँनिर जिल्ला चुज गर्नु होला। जिल्ला जस्तो मैले यहाँ चुज गरिसकेको छु। त्यसै गरी नगरपालिका अथवा गाउँपालिका के हो त्यो चुज गर्नु होला। त्यसै गरी वडा नम्बर कति हो, गाउँपालिका अथवा नगरपालिकाको वडा नम्बर कति हो त्यो चाहिँ चुज गर्नु होला। त्यसपछि मतदान केन्द्र कहाँनिर गरिएको हुन्छ त्यो चाहिँ चुज गर्नु होला। त्यहाँ दिएको हुन्छ। चुज गरेपछि यतापट्टि सबमिट गर्नु होला। सबमिट गरिसकेपछि यहाँनिर तपाईँहरू देख्न सक्नुहुनेछ सम्पूर्ण मतदाताको नम्बर, मतदाताको नाम र उमेर, वर्ष, हैन, लिङ्ग, पति पत्नीको नाम, पिता माताको नाम, सम्पूर्ण कुराहरू तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। यदि तपाईँहरूको नाम यहाँनिर लिस्टमा छ भनेदेखि तपाईँ पनि भोट हाल्न पाउनुहुनेछ। यदि तपाईँले आफ्नो नाम चाहिँ यहाँ धेरै लिस्ट भएको कारणले गर्दाखेरि भेटाउनु भएन भने माथिको यसरी चाहिँ आफ्नो चाहिँ सुरुको अक्षरहरू चुज गरेर पनि तपाईँहरू तल जान सक्नुहुनेछ। जस्तै तपाईँको नाम केबाट आउँछ त्यो चाहिँ चुज गरेर जानु होला। त्यसपछि यदि भेटाउनु भएन भने फेरि नेक्स्ट बटनमा दबाउनु होला। तलपट्टि नेक्स्टमा अब यहाँनिर तपाईँहरूले चाहिँ सम्पूर्ण कुराहरू तपाईँहरूको विवरण चाहिँ देख्न सक्नुहुनेछ। साथीहरू आजको लागि भिडियो यति नै। यदि भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक गर्नु होला। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला।